लु डोर्याम त लु त डोर्याम स्याउई सो हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग। आप त एकदम सन्जारमा हुन्छ, म पनि एकदम सन्जारमै छु। टक्क लाएर नि आज पनि शुक्रबार नि त आज शुक्रबार भने मलाई थाहा नि रहेछ थिएन कि आज शुक्रबार रहेछ। खानासाना खाएर टक्क बसिरहेको थिएँ अनि भर्खर 12-10 भएको थियो कि अब अनि ठुलबाले पढ्नु जानुहोस् अन्त अनि हतार म त मोबाइलहरू गएँ। शुक्रबार पनि ला नुहाएको नि थिएन के गरेको थिएन। ल तपाईँ जानु म आउँदै गर्छु भनेर छिटो नुहाएर अनि 12:30 बजी निस्केको छु। 12:30 बजी पुग्नुपर्ने। टक्क लाएर एक्जाम सब रोकियो। 11 गतेबाट हुनुपर्ने एक्जाम एकैचोटि पुर्याइदियो। बिजोक रमाइलो भइरहेको हामीलाई चाहिँ होइन। 12 को लागि चाहिँ अझ हामीलाई त खासै केही भएन भनौँ न। अझ त्यो अलि टाढा टाढाका साथीहरूलाई के 12 को साथीहरूलाई अरू होइन त्यो अब 10 बजे बेलुकै जानुपर्ने हुन्छ नि त। अब टक्क लाएर रेडी सिट खोजेर गयो होला नि होइन। मैले टिकटकतिर पनि देखिरहेको थिएँ कि साथीहरू गए होइन। बेलुका यहाँनिर सूचना प्रकाशन गर्यो कि 11 गतिको एक्जाम सरेर 21 गति पुगेछ भन्ने छ होइन। अनि हामी त ल गएको थिएनौँ केही भएन, हामीलाई सूचना पाइयो ल सरेछ भन्ने भयो। अन्त सेन्टरतिर गइसकेका साथीहरूलाई चाहिँ कति समस्या पऱ्यो होला कि हेर्नु न। अब होइन कसैको त अब आर्थिक अवस्था नि साह्रै नै कमजोर हुन्छ नि त। अब बल्ल बल्ल होइन पैसा सर्टसर्ट गरेर गइसकेको हुन्छ है। अनि एक्जाम नहुँदा सबभन्दा ठुलो पिर त्यो हुन्छ। हामीलाई चाहिँ नेपाल सरकारले झुलाएर खेलौना बनाइरहेको छ होइन। टक्लाएर अति नै घाम सर्केको छ, हिँड्न नसक्ने भइरहेको छ। म चाहिँ भर्खर नुहाएर आएको भएर चाहिँ हल्का अलिअलि शीतल जस्तो भएको छ। तर मुटुफुट लाग्दो भएको हुन चाहिँ यो आन्दोलनले चाहिँ अति नै बिजोग बनाइदिएको कि 12 का साथीहरूलाई होइन। हामीलाई पनि उता अब भनौँ न जति पढ्ने अवधिसम्म पनि पढ्न पाइएन। मेन कुरो त है आएर थन्केर बस्नु पऱ्यो। अब आफैले सेल्फ स्टडी गर्नु पऱ्यो या अब हल्का डाउट लागेको क्वेसनहरू नि सरहरूलाई सोध्न पाइएन। सरहरू अब गइहाले आन्दोलनतिर साडी लाएर नाप्न है। किनभने आन्दोलनमा गएन होइन साडी लाएर नाचेको गीत गाए त्यो किन गरिरहेको नि त्यो थाहा भएन। अनि युट्युबतिर समाचार आइरहेको थियो कि यो शिक्षकहरू दिनभरि आन्दोलन सकिएपछि चाहिँ मसाज सेन्टरतिर मसाज गराउँदै भन्ने समाचार आएको थियो। अनि त्यो शिक्षकहरूले काठमाडौँ भ्यालीभित्र कन्डमको सर्टेज गरायो अरे। अनि शिक्षकले कन्डमको गर्छन् कि उपद्रो आइरहेको थियो त समाचारतिर चाहिँ शिक्षकले लो कन्डम भ्यायो भन्ने। तर आन्दोलन गर्न गएको हो कि उतो गर्न गएको भने कन्डम अचम्म लाग्दो क्या। अनि म अब एक्जाम नसकिन्जेलसम्म भ्लग बनाउँदिनँ म भिडियो हाल्दिनँ भनेको थिएन। त्यो पनि अब एक्जाम सर्यो नि त त्यो भएर अनि के गर्ने त त्यही पनि बनाउन अलिकति भने नि अपडेट दिउँ भनेर बनाइदिए मात्र हो कि। अब र कति 8-9 दिन होला। अब 8-9 दिनमा हामीले टक्क एक्जामको लागि प्रिपेयर भएर बस्नुपर्छ। मैले मेन कुरो म युट्युब ब्लगतिर चाहिँ झुटो बोल्दिनँ होइन। साँच्ची भन्यो भने मैले अहिलेसम्म केही पढेको पनि छैन। यदि एक्जाम 11 गतेबाटै भइदिएको भयो नि मैले किताब छोएको पनि थिएन त्यो दिनसम्म। किनकि अब किताब छोयो होइन, किताब पढ्नु छोयो भन्दा मात्रै किताब लिएर पढ्न थाल्यो अनि दिमाग कता पुगिसक्थ्यो होइन। अनि आफू झसाङ गरेर बिउजिँदा त ल आफ्नो त मोबाइल भइसक्यो अन्त मोबाइल चलाएर बसिरहने कि
यो कुन रोग आइपुग्यो कि मलाई मात्र हो कि सबै बाह्रको साथीहरूलाई नि यस्तै हुन्छ सस्तो कमेन्ट हान्नु पऱ्यो मेरो टार्गेट भनेको चाहिँ 1000 सब्सक्राइबरको थियो कम्प्लिटै नहुने भएको 12 भित्र पनि हैन त्यो सपोर्ट गरिदिनु पऱ्यो सपोर्ट गरेर 1K सब्सक्राइबर पुऱ्याइदिनु पऱ्यो है तपाईँहरूलाई एकदम अनुरोध छ हैन टक्लाएर अति नै घाम भयो अब सो फाइनल टक्लाएर हामी चाहिँ गाईफिर आइपुगेको छौँ होइन काम नपाएर बेरोजगार भइएर आएको छौँ टक्लाएर बतिज कस्तो भइरहेको छ गाईफिर आउँदा बेरोजगार फिल भइरहेको बेरोजगार फिल भयो किनकि यहाँ कोही छैन नि त यहाँ मिलाद पढाउने भनेर आयो हो खासमा चाहिँ तर अब यहाँ कोही पनि देखिया छैन थियो र नि झ्याउ ल्याएर आयो कि यहाँ फेरि कस्तो मजाले हावा आउँछ कि टक्क लाएर सिरिरी हावा आएर हुन्छ होइन अनि दाजुभाइ यहाँ हाँसी अब क्या टक्क लाएर सो फाइनली टक्क लाएर गाखिरबाट आउँदाखेरि बाइक आउनु खोजेको बाइक बिजोग स्टार्ट बन्द भएर रमाइलो भइरह धन्य यत्रो उकालो चाहिँ आइदियो कि सरी लाता एकछिन ए आधा किलोमिटर जति बाइकमा बस्न लिएर आएको यत्रो 2-3 लाखको बाइक चढेर नि खै धकल्नुपर्छ लु न लु के गर्नु सरिफ के भइरहेछ सिचुएसन क्रिटिकल छ कि छैन बिल्कुल छैन हे टोपी खोल्दिस् है उपाय छैन उपाय त छ तिमीहरू त गाली छाडै छ भने ए जाब त पारीबाट यहाँसम्म चढाएर लिएर आएको यत्रो उकालो धक्काला लाग्यो लु 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 घर त पुग्नु पर्यो यार के हेर्न के पेट्रोल नमानी होइन यो भयो चाहिँ लु डोर्याम त लु त डोर्याम स्याउई बाहुबली ल्याउने बेला मैले तिमीहरूलाई ल्याएँ ल मैले भन्छ पक रोक ए मसला चढ्छस् हेर्न उडेको कस्तो मजा आउँछ मजा हुन्छ भनेर जता नि उठिन्छ ल स्टार्ट गरौँ त गारुजी हो कि गुरुजी ए जाऊ गुरु जाऊ यो ओह्रालीमा चाहिँ छोड्यो ए मोर चाहिने क्या मरिँदैन क्या मरिँदैन ल है ल पोखराको बाटो हुँदै चितवन पुग्ने हो कि चितवनको बाटो हुँदै पोखरा पुग्ने यसले फेरि के हो त ब्रेक लाग्दैन काम तर हामी चाहिँ उहाँ पारी मस्जिदतिर पुगेर है यहाँको भ्यू चाहिँ अति नै बवाल क्रेजी के भन्छ कुनी भ्यू त हामीले पाइरहेको छौँ एक्सिडेन्ट सबै एकदम सबै खतरनाक डेन्जर छ है नराम्रो नि अब त्यस्तो नहुन्न भिजाउँदैन क्या फेरि आउनु त आउँदैन त्यही 2-3 भिजाउँछ तर के होइन अरू हामी चाहिँ खतरा एडभेन्चर गर्दैछौँ होइन यस्तोबाट कन्टेन्ट पाइगयो होइन अब बाइक स्टार्ट गर्दा हुन्छ त्यसले चाहिँ दामी दियो क्या अहिले ल होइन न बाइक स्टार्टै नभएर धक्का लियो नत्र किन धक्का दिन्छ र कति बेलासम्म बोलियो एकछिन भन अलि तलसम्म पुगौँ अनि त्यो उकालो चाहिँ धक्काल्न सकिन्न स्टार्टमै जानु लागि ल यहाँ चाहिँ हाम्रो के यो भिडियो बन्द गर्नु नास्पाती र स्याउको बगान भने त 10वटा बोट पनि छैन होला यो बगान भन्ने एकदम दामी ठुलो छ ल होइन अनि ट्याक्टर लाएर हामी चाहिँ यहाँ एक दिन पिकनिक खान आउने भनेको त्यो सपना नै जस्तो भयो है रुम तान्दै यो डाँडा त पुरै आउला रहेछ है मेन कुरो भनेको
भ्युज भन्दा नि त्यो डडेलोको कारणले गर्दाखेरि धुवा यति डेन्जर पोल्युसन भयो नि यो इन्भाइरोमेन्टल भन्दै बाले भने होइन र होइन त्यो चाहिँ मलाई लगेर खाँदा फेरि होइन यो इन्भाइरोमेन्ट यति पोल्युसन भयो कि यो सबै यसले गरे हो होइन यसलाई कारवाही हुनुपर्छ मलाई देखाइरहेको ए होइन यार कहाँ तपाईँ देखाउने नि होइन कारवाही हुनुपर्छ कारवाही भएन भने म कारवाही गर्छु अनि यो मेन भनेको चाहिँ यो डडेले गर्दाखेरि आँखा यति पोल्ने भयो कि यो आँसु झर्ने भयो त्यो अलिकति हावा बढी आयो भने नि आँखा पोल्ने भएको छ अब यो भयो भन्दा भएन लु नि त्यही आँखा पोल्ने भयो यसले धेरै रोग लिएर आउँछ डडेन मलाई आँखालाई कताबाट हुन्छ प्रोटेक्ट गरेर राख्नु होला हेलमेट लाएर बस्नुपर्छ है ल कन्टेन्ट धन्दै अफ गरेर जुत्ता भिडियो नि बन्द गरेर छैन धन्दै कन्टेन्ट खुस्किएको छ जानको अझै भिडियो बनाएर अब हो लु 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 ओइ तँ मुस्ता अलिक पछाडि सर्छ पछाडि सर होइन यहाँ उकाले ए ड्राइभर दाइ चल ड्राइभर दाइ गाह्रो भइसक्यो मन पर्यो मलाई ताडी उठा क्या ए माया चालैमा ल जा लु पेलु न टाइम लाग्छ के हुन ल त अन हुन अरे अहिले के भनेर मैले त्यो तेल अन अफ गर्नेलाई रेगुलेटर रेगुलेटर भनिरह अरे म त ग्यास छोडिन हो र भनेको के भन्छ त्यसलाई कार्बोरेटर भन्दै दिन्छ त्यसलाई भन्छ कार्बोरेटर अझ झन्डै इन्डिकेटरतिर पुगेर आयो कि लाल चाहिँ म चाहिँ आइसकेँ किनकि अब बाइक साइड सबै त्यहीँ छोडेर आइसक्यो अघि किनभने अब बाइकको तेल सेल सकिएको छ नि त सकेको थियो अनि त्यही भएर अनि बाइक चाहिँ वहीँ राखिदिएर हामी हिँडेर आइयो कि डगला र म चाहिँ तल आफ्नै घरतिर आफ्नै वासस्थानतिर ओह्रालो लाग्दैछु होइन अब यहाँ झ्याउ लाग्छ कि मलाई फेरि यो अच्छा यहाँ चाहिँ के हुन्छ भने यो ढुङ्गा होइन जस्तै अब यो दिँदो रहेछ नि यो यत्रो पातहरू होइन यो पातको भित्र ढुङ्गा कि अनि यो ढुङ्गामा अनि कहाँनिर गएर घात्रक्क हुन्छ कहाँनिर टङ्ग लाग्छ अनि कुरो पत्तै हुन्न नि त त्यहाँबाट म चाहिँ हाडा चाहिँ गुरुको दिने गर्छु अब यहाँ चाहिँ अबको 10 मिनटपछि होइन यो पुरै अन्धकार हुन्छ कि अन्त चाहिँ पुरै उज्यालो भएर हुन्छ यो ठाउँ चाहिँ एकदम अन्धकार हुन्छ दिउँसो पनि अलि डर लाग्ने हुन्छ क्या टक्ला आज झुमासम्म पढियो झुमा पढेर फेरि अनि उता गाईतिर मिलादतिर सबैले बुझ्ने हिसाब पुराणतिर भनौँ न सबैले बुझ्ने भाषामा पुराणतिर गयो उता नि घर आइयो जस उताको पुराण अति नै बवाल भयो अनि खेरजी नै टक्ला अनि आउँदाखेरि चाहिँ बाइकले घात गऱ्यो अनि जान त त्यही बाइकमा गयो त्यति बेला त मैले भ्लग बनाउँछ भन्ने कुरो सोचेको थिइनँ कि मतलब सोचेन होइन मतलब यसमा आएको थिएन कि बनाउँछु त भनेको थिएँ बनाउनु त पहिलेदेखि नै सुरु थियो नि त तर मैले चाहिँ बिर्सेको रहेछु उहाँ बसेको सम्झिएर आएँ अनि आउँदाखेरि चाहिँ अहिले बिजोक रमाइलो तालले घात गरिदियो लगभग यहाँ चाहिँ मेरो हिँड्ने स्टाइल यस्तै कि भद्रक र बुद्रको फेरि हिँडेको किनकि सधैँ हिँडेर लगभग म यो बाटो हिँड्न थालेको कति भयो थाहा म हिँड्न थालेको 14-15 वर्ष लगभग भयो 14-15 वर्ष भयो यही बाटो हिँडेपछि नि कहाँनिर कहाँ के भन्ने ठाउँ थियो नि त तर कोही बेला चाहिँ हल्का मिस्टेक एकदम मिस्टेक गर्दाखेरि चाहिँ म लडिजान्छु नत्र हमको लडाना एकदम इम्पोसिबल आहे होइन अझ किन दौडेर जाँदैछु भन्दाखेरि टक्कर किनभने मेन कुरो भनेको धारमा पानी सानो आउँछ अनि एकछिन भने बन्द गरिदियो भने त अलिक जम्मा हुन पाउँछ नि त अब खोलिदिइरहेको छ कि के थाहा खोलिदिइरह्यो भने त नि पानी सानी गइरहेको हुन्छ अनि ल यहाँ यत्रो पानी गाई यत्रो पानी यहाँबाट चेट्टा लगाएर बगेर त अझ सानो भयो त तर अघि नै त यतासम्म भिज्यो कि भिज्यो अब आजको भ्लगहरू चाहिँ लगभग यति नै हुन्छ होइन अरूलाई होइन च्यानललाई चाहिँ
अति खपिस रूपमा माया गरिदिनु भयो क्या तपाईँहरू माया गरिदिनुहुन्न च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो होइन भिडियोहरू यसो भिजिट हालेर यसो पुरै भिडियो भने हेरिदिनु पऱ्यो क्या हल्का मलाई सपोर्ट हुन्छ होइन अनि मेरो टार्गेट भनेको 1K छ तपाईँहरूले 1K पुरा गरिदिनुहोस् न हो त्यसपछि त भिडियो कस्तो लिएर आउनुपर्छ के गर्नुपर्छ भनेको मलाई थाहा हुँदैन तपाईँले भिडियो चाहिँ माया गरिदिनु न त 1K नपुगिन्जेलसम्म यसो अलिअलि भयो नि गरिदियो भने मलाई नि आफ्नो गुड फिल हुन्छ नि त होइन 1K नपुगिन्जेलसम्म तपाईँहरूले मलाई सपोर्ट हानिदिनु 1K पुगेपछि चाहिँ भिडियोहरू चाहिँ अति नै क्रेजी आउनु होला कि 1K भन्नु त अब म 12 सकेर 12को एक्जाम दिएपछि जान्छु नि त आएपछि चाहिँ भ्लगहरू चाहिँ डेली भ्लग हाल्ने क्या डेली भ्लग हानिदिने हो अनि टुङ दिने हो क्या होइन आएपछि त्यहीहरूको थाहा छैन टक्क लाएर सब्सक्राइबलाई फुट्ने गरी हान्नु पऱ्यो आजको भ्लग यति नै हुन्छ होइन थ्याङ्क यू